टक्क यसो गरेर मस्तले खुर्खुटी लाएर मस्त बस्दिरह काम गर्नेहरू मान्छे चाहिँ पर मस्त काम गरिरहेको छन् हैन काम गर्नेहरू चाहिँ म चाहिँ टक्क बस्ने हो त हेर्ने हो कसले के काम गरेछ अब म पनि अब हल्का यसो सघाइदिन जानु पर्यो अभी मेरे को समझ में आया इसका एक्चुअली प्रॉब्लम क्या है म चाहिँ अब आफको बुट्टा हल्लाउन गएको यसरी चलेर टक्क लगाएर बुट्टा जानुपर्छ ओह त्यता चाहिँ पाकेको छ खासै अलि घामले गर्दा चाहिँ देखिन्न हैन अब यहाँबाट बुट्टा चढेर हल्लाउने हो टक्क भुइँमा खस्छ हेर्नु ओह एउटा खस्यो अर्को चाहिँ कता छ कुन्नी खासै देखेको छैन मैले खासै टेरेन मलाई म चाहिँ झरे अब है यसरी झरिन्छ यता फालेको आँप चाहिँ यसरी समातिन्छ हैन एउटा आँप चाहिँ यहाँ झरेछ भक्कड यो हाम्रो गाउँतिर चाहिँ आँप पाकेर फालाफाल छ यस्तो बुटामा नि आँप फलेको छ यस्ता बुटामा आँप फलेको छैन आँप खाने भयो त हाम्रो गाउँमा कति छ है गाइस म चाहिँ अब यसो हिलोमा हिँडेको काम गरेको हेर्न जाँदैछु मैले काम गरेन भनेर भन्नु होला हैन फेरि मेरो हालत छ हैन त्यही भएर म चाहिँ काम गर्न सक्दैन मैं नहीं देखेंगे काहे नहीं देखेंगे मेरा दूर का नजर कमजोर है तेरा दूर का नजर कमजोर है हाम्रो खेतालाहरू एक कुन्ठाल भात खाएर अब यहाँ एक कुन्ठाल घोडा खन्दैछ एक कुन्ठाल खाने मान्छेहरूको अनुहार हेर्ने हो मैं नहीं देखेंगे काहे नहीं देखेंगे मेरा दूर का नजर कमजोर है तेरा दूर का नजर कमजोर है अन्त धेरै खानेवाला तीनटा बिस्कुट खानेवाला यही हो बिहान चोरी तीनटा बिस्कुट खाएर बलियो भएर बसेछ गाइस हाम्रो बिरालु सानो बिरालु खाने बिरालु आप धमकी किसको देता है साला वहीं पहुंचा दूंगा जहाँ से पैदा हो गया हाई कति राम्रो लिएर आइदिएछु झन् यी भर्खर बुटाबाट बुटा होला हाम्रो घरकाहरू पर काम गरिरहेछन् हल्का गोरु नजानी भएर चाहिँ यहाँ खन्नुपर्छ हैन त्यही भएर यसो खन्दैछन् हाम्रो घरको मान्छेहरू चाहिँ अरू त सबै चाहिँ गोरुले साएर सकेर भ्याइसक्यो हैन अब रोपाइ चाहिँ 7 गते छ हाम्रो आज चाहिँ 4 गते भयो यति खन्नु छ हैन दुईटा गडा खन्नु छ त्यो दुईटा खन्नु छ यति खनेर भ्याएपछि चाहिँ हाम्रो रोपाइ सुरु हुन्छ 7 गते हैन म चाहिँ फेरि यस्तो है यिनीहरू चाहिँ काम गरिरहेछन् आफू चाहिँ फेरि म टोकेर खुवाइदिन्छु ल पानी चाहिँ सफै है गाइस फेरि आज पानी परेको पुरै क्लियर छ कलार यसरी टोक्नी हो टोकेर देखाउनुपर्छ यसरी टोक्नी चुकुलो पो छ कि के हो क्षमा चाहता हूँ अच्छा ठीक है उठो पानीमा राख्छु खान दिन्छु मिठो छ के त्यतिकै भनेको मैले त मान्छेको मुखभरि माथि बसिरह मैले त लुका छु तिम्रो अहिले त्यो आफैले खाइदिन्छ कि कस्तो राम्रो भयो भाइ त एकदम राम्रो खाइ
काम गरेको मान्छेलाई कस्तो देखिँदो रहेछ यो दिन्न है अम्मा सुकुलो हा कस्तो हा आँप चोरेर ल्याएको आँप मिठो छ खै सर यसो एकचोटि हाँस्दिउँ न त त्यही आज हाम्रो काम चाहिँ अब यति खन्ने हो खनेर भ्याएपछि टक्क लाएर सुत्ने हो एक थाल भात खाएर हाम्रो आजको एक थाल भलक चाहिँ सुरु भइरहेछ हिलोमा खेल्नुको मजै बेग्लै हुन्छ नि त बाबु हो कि लास्टमा बाबु टक्क यस्तो हुन्छ होइन अब यसलाई चाहिँ यसरी कुट्ने हो क्या यसरी दिने हो यसरी दिने हो अब खन्नलाई त यस्तो छ हाम्रो एक थाल खाने मान्छेहरू हाम्रो घरका एक थाल खानेहरू यो 3टा बिस्कुट खाएर एक थाल भात खाने होला यो हेरो ज्यानहरू त ज्यान यस्तो छ हालत आजको काम चाहिँ कडै गरेछ गाई चाहिँ अलिकति सानो सानो भात खाएर आएको यहाँ ठुलो ठुलो काम गर्नु परेछ खासै गतिलो काम चाहिँ होइन है यो भात खान नपरे त हुन्थ्यो है ल ल आजको भलक चाहिँ यति नै हो गाइस अब हामी चाहिँ अब छुटु होइन अब अर्को भलकमा भेटौँला त्यो बलक नि सबले हेर्दै लास्तो खर्न